nepalnews.com. News from Nepal as it happens. एक 119औं अन्तर्राष्ट्रिय मई दिवस बिहीबार नेपालका मजदुरहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्। काठमाडौँमा विभिन्न दलहरूसँग सम्बद्ध मजदुर संगठनहरूले र्याली र सभा गरी यो दिवस मनाएका छन्। 119 वर्ष अघि अमेरिकाको शिकागोका मजदुरहरूले 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग गर्दै चलाएको आन्दोलनको सम्झनामा यो दिवस विश्वभरि मनाउँदै आइएको छ। माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौँको टुडीखेलमा सभाको आयोजना गर्यो। सभामा बोल्दै सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले जनताको म्यान्डेट अनुसार आगामी सरकारको नेतृत्व माओवादीले नै गर्ने र अन्य दलहरूलाई पनि सँगै लिएर जाने बताए। तर अरू दलहरू माओवादीको नेतृत्वको सरकारमा सहभागी हुन नचाहेमा माओवादी एक्लैले सरकार चलाउन पनि तयार रहेको उद्घोष पनि उनले गरे। यही आधारमा हामी सबै पार्टीहरूसित साँच्चै सहकार्य गरेर अगाडि बढ्ने पक्षमा छौं। तत्काल आधारभूत रूपले अन्तर भनेको अबको सहकार्य, अबको सहमति, अबको सरकारको नेतृत्व नेकपा माओवादीले नै गर्नेछ, अरू कसैको अधिकार छैन। जनताले माओवादीको युवा संगठन वाइसिएलको क्रियाकलापलाई अनुमोदन गरिसकेकोले यसलाई कुनै पनि हालतमा भङ्ग नगरिने उनले बताए। कांग्रेसले चुनावमा अल्पमतमा परे पनि सरकारको नेतृत्व गर्ने दावी गरेर प्रजातन्त्रको उपहास गरेको उनले बताए। के सत्तामा आफू अल्पमतमा भइसक्दा पनि सत्ता लिप्सा भइराख्नु नै प्रजातन्त्र हो? म प्रश्न गर्न चाहन्छु। अर्का माओवादी नेता हितमान साक्य सुमनले कांग्रेस र एमालेले जित्दा एउटा र हार्दा अर्को बोलेर दही चिउरे प्रवृत्ति देखाएको आरोप पनि लगाए। वाइसिएलका केन्द्रीय अध्यक्ष गणेशमान पुलले वाइसिएलले चुनावमा धाँधली गरेको नभई पैसा र हतियारको बलमा हुँदै आएको धाँधली रोकेको दावी गरे। ट्रेड युनियनका अध्यक्ष शालिग्राम जमरकट्टेले माओवादीलाई सत्ताको नेतृत्व गर्न नदिएमा मजदुरहरू विद्रोहमा उत्रने चेतावनी दिए। यदि नेकपा माओवादी पार्टीलाई नेपालको राज्य सञ्चालन गर्नको निमित्त अब यथास्थितिवादीहरूले, प्रतिक्रियावादीहरूले ठाउँ छोडेनन् भने, यदि फेरि पनि घुर्क्याउने र धम्क्याउने सत्ता लिप्साको चालबाजी देखाइरहे भने हामी उद्घोष गर्न चाहन्छौं, नेपाली मजदुरहरूले ती सबैलाई खरानी पार्नेछ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशीले आर्थिक क्रान्तिका लागि उद्योगी र मजदुरहरूको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए। औद्योगिक शान्ति सहितको औद्योगिक विकास, रोजगारी सृजना र उत्पादकता वृद्धि हाम्रो साझा लक्ष्य हुनुपर्छ। साथीहरू, हाम्रो साझा लक्ष्यलाई सम्पन्न गर्न दिगो औद्योगिक शान्तिको वातावरण मात्रै सम्भव छ। 119औं अन्तर्राष्ट्रिय मई दिवस सम्बन्धी बुलेटिन यति नै। nepalnews.com